नमस्कार। देशव्यापी खबरको बेलुकीको अपडेटमा यहाँलाई स्वागत छ। सुरु गरौँ अहिलेसम्मका अपडेटहरू। ताप्लेजुङको मैवा खोला गाउँपालिका 6 मा आगलागी हुँदा रामकुमार लिम्बुको 3 तल्ले घर जलेर नष्ट भएको छ। बच्चाले लाइटर खेलाउँदा लागेको आगोबाट करिब 16 लाख रुपैयाँको क्षति भएको छ। स्थानीय प्रहरी र बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सिइओ ज्योति प्रकाश पाण्डेको गिरफ्तारी विरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अब्देल अजेज मुसलमानको इजलासले बिहिबार सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो। अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश समेत दिएको छ। पाण्डेलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप छुटेका 5 वर्ष मुनिका बालबालिकालाई खोप प्रदान गर्दैछ। यस अभियानले 13 रोग विरुद्ध 9 प्रकारका खोप दिने लक्ष्य राखेको छ। हाल नेपालमा 90% बालबालिकाले पूर्ण मात्रामा खोप लगाएका छन् भने यही बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्। विश्व अग्रणी वैज्ञानिकहरूको समूहले सन् 2026को पुरुष विश्वकपका लागि फिफाले अवलम्बन गरेका तापक्रम सुरक्षा मापदण्डहरू अपर्याप्त रहेको चेतावनी दिएका छन्। अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने प्रतियोगितामा अत्याधिक गर्मीको कारण खेलाडीहरू स्वास्थ्य जोखिममा पर्ने सम्भावना रहेको छ। वैज्ञानिकहरूले फिफालाई लामो कुलिङ ब्रेक र खेल ढिलो सुरु गर्ने वा स्थगित गर्ने स्पष्ट नियमहरू लागू गर्न आग्रह गरेका छन्। पाकिस्तानको बलुचिस्तानमा भएको झडपमा 5 सैनिक र 7 आतंकवादीको मृत्यु भएको छ। आतंककारीहरूले विस्फोटक उपकरण विस्फोट गरेपछि झडप भएको हो। बलुच लिबरेसन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ। पछिल्ला वर्षहरूमा बीएलएले पाकिस्तानी र विदेशी संस्थाहरूलाई लक्षित गर्दै आक्रमण बढाएको छ। चर्चित गायिका इन्दिरा जोशी आमा बन्ने तयारीमा छिन्। जुम्ल्या सन्तानको अपेक्षा गरिएको छ। उनले सामाजिक सञ्जालमा गर्भावस्थाको अनुभव साझा गर्दै महिलाहरूलाई यसबारे खुल्ला रूपमा बोल्न प्रोत्साहित गरेकी छन्। इन्दिराले गर्भावस्थाको तेस्रो चरण सहज भएको बताउँदै शिशुको आगमनका लागि तयारीमा व्यस्त रहेको उल्लेख गरेकी छन्। ट्रम्प प्रशासनले फिफा विश्वकप 2026 हेर्न अमेरिका जान चाहने वैध टिकट भएका 50 देशका नागरिकलाई $15,000 भिसा थरौटी मिनाहा गरेको छ। यस निर्णयले प्रशंसकहरूको यात्रा सहज बनाउने उद्देश्य राखेको छ। तर इरान र हेइटीका नागरिकहरूलाई यो सुविधा दिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेइजिङमा भएको उच्चस्तरीय वार्तामा पश्चिम एसियाको अवस्था र युक्रेन युद्धबारे छलफल भएको थियो। वार्तामा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान भयो। विश्लेषकहरूका अनुसार ट्रम्पले सीलाई इरानमाथि प्रभाव प्रयोग गरेर युद्ध अन्त्यतर्फ सहयोग गर्न आग्रह गरेको हुन सक्छ। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आधार शिविरदेखि शिखरसम्म डोरी टाङ्ने जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई दिएको थियो। आइसफल डाक्टर र पथ प्रदर्शकहरूको सहयोगमा मार्ग निर्माण सम्पन्न भएको हो। काठमाडौँमा नेपाल निर्माण व्यवसायी महासङ्घले इन्धन लगायतका निर्माण सामग्रीको अत्याधिक मूल्य वृद्धिको विरोधमा सडक विभागमा धरना दिएका छन्। देशभरका आयोजनाहरू जोखिममा परेको र सरकारको उदासीनताका कारण काम अघि बढ्न नसक्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन्। मूल्य वृद्धि तत्काल सम्बोधन नगरेसम्म निर्माण कार्य थप प्रभावित हुने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने बताएको छ। सचेतक निष्कल राईले प्रधानमन्त्रीको उपस्थिति बिना सदन चल्न नसक्ने बताएका छन्। काङ्ग्रेस सहितका विपक्षी दलले बुधबारको बैठकमा पनि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेका थिए। नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसिसिआईले हालै आफ्नो 60औं वार्षिक साधारण सभा सम्पन्न गरी अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। संशोधित विधानले एफएनसिसिआईलाई आर्थिक विकासमा सशक्त बनाउन र विशेष गरी महिला उद्यमीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत गर्नेछ। नयाँ नेतृत्वले चुनौतीहरू समाधान गर्दै सङ्गठनको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा भेनेजुएलालाई अमेरिकाको 51औं राज्यको रूपमा देखाएको ग्राफिक सेयर गरेका छन्। यो चीन भ्रमण अघि भएको हो। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले यो विचार अस्वीकार गरेकी थिइन्। ट्रम्पले तेल भण्डारको कारण भेनेजुएलालाई राज्य बनाउने इच्छा व्यक्त गरेका छन्। अमेरिकी ऊर्जा विभागले भेनेजुएलाबाट युरेनियम हटाएको दावी गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ। यात्रुको सुरक्षा सुधार र दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै यो अभियान सुरु गरिएको हो। यसमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा लगायतका सुरक्षा उपकरणको जाँच गरिन्छ। 5 स्तरमा हालैको माध्यमिक शिक्षा परीक्षा एसईईमा 6 विद्यालयको नतिजा शून्य आएको छ। 1 संस्थागत र 5 सामुदायिक विद्यालयका कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन्। जिल्लामा नियमित तर्फ 49 र प्राविधिक धारतर्फ 50% विद्यार्थी उत्तीर्ण भएका छन्। केही विद्यालयले राम्रो नतिजा देखाए भने याङबरग जस्ता ठाउँमा मात्र 26% पास दर रहेको छ। खब्दट राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा र भालु जस्ता वन्यजन्तु चौपायालाई पछ्याउँदै तल झर्दा बाली र पशुधनको क्षति बढेको छ। यसले प्रभावित क्षेत्रका धेरै बासिन्दालाई बसाइसराई गर्न बाध्य बनाएको छ। सरकारको राहत प्रयास भए पनि प्रक्रिया झन्झटिलो भएकोले स्थानीय तहलाई क्षतिपूर्तिको व्यवस्थापन गर्न आग्रह गरिएको छ। चिरागको लहानस्थित रामकुमार साराडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा जनशक्ति अभावका कारण सिटी स्क्यान सेवा सञ्चालन हुन सकेको छैन। वैशाख 21 गते उद्घाटन भए पनि दक्ष प्राविधिकको अभावले सेवा सञ्चालनमा समस्या भएको छ। प्रदेश सरकारसँग जनशक्ति व्यवस्थापनका लागि समन्वय भइरहेको छ। सरकारी खरिद प्रक्रियामा ठेक्का विवरण हेरफेरको आरोपमा पक्राउ परेका राप्रपा नेता विक्रम पाण्डे 4 लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँले 12 जनालाई धरौटीमा छाट्ने र 10 जनालाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ। बैठकमा नीति तथा कार्यक्रममाथि भएको छलफलमाथि निर्णयार्थ प्रस्तुत गरिएको प्रस्ताव बहुमतका आधारमा स्वीकृत भएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारले निजी क्षेत्रमाथि प्रतिशोधपूर्ण र सनकको भरमा व्यवहार गरिरहेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सरकारको यस्तो कार्यले मुलुकको जर्जर अर्थतन्त्रलाई थप सङ्कटमा धकेल्ने चेतावनी दिएका छन्। पछिल्लो समय निजी क्षेत्रका उद्यमी व्यवसायमाथि भइरहेको धरपकडप्रति सङ्केत गर्दै थापाले मन्त्रीले मन लागेको भरमा प्रहरी लगाएर व्यवसायलाई उठाउनु लोकतान्त्रिक पद्धति र कानुनी राज्यको उपहास भएको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका छन्। सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताएका छन्। सरकारले 100 बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन्। बैठकमा नीति तथा कार्यक्रममाथिको संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो। मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेललाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी तोकिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलका अनुसार प्रधानमन्त्रीले पौडेललाई यो जिम्मेवारी दिएका हुन्। यो जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि हुनेछ। देशव्यापी खबरको बेलुकीको अपडेट सकिएको छ। भोलि पुनः देशव्यापी खबरका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।